फर्स्ट स्किल चाहिँ लिनक्स कमान्ड लाइन हो है। अब चाहे त्यो रेड ह्याट सर्भर होस् या उबुन्टु सर्भर, चल्ने चाहिँ लिनक्स नै हो इन्टरप्राइजमा होइन। अब मेरो सपोर्ट इन्जिनियरको काम चाहिँ बेसिकली इन्टायरली लिनक्स टर्मिनल हुन्थ्यो। सो यसमा प्रोफेसन हुनु त जरुरी रहेछ। त्यो सिक्नको लागि चाहिँ म एउटा बुक रिकमेन्ड गर्छु र एउटा कोर्स पनि उडेमीको कोर्स पनि रिकमेन्ड गर्छु। बुक चाहिँ कुन हो भन्दाखेरि इबी नेमेथको चाहिँ युनिक्स एन्ड लिनक्स सिस्टम एडमिनिस्ट्रेसन ह्यान्डबुक भन्ने बुक छ। यो चाहिँ बेस्ट बुक हो। अब यो बुक चाहिँ कहाँ अभाइलेबल छ भन्दाखेरि चाहिँ यो बुक चाहिँ जस्ट 1 वर्ष अगाडि मात्र हाम्रो नेसनल बुक सेन्टर भोटाइटीमा आएको छ। त्यहाँबाट तपाईँ लिन सक्नुहुन्छ है। बेस्ट कोर्स चाहिँ यो मास्टरिङ लिनक्स द कम्प्रिहेन्सिभ गाइड बाइ जेनिस सिमान हो होइन। अब इमरान अफजलको मैले चाहिँ इमरान अफजलको युट्युबको अरू प्लेटफर्मको सबै कोर्सहरू ट्राई गरिसकेँ। त्यो मध्येको बेस्ट चाहिँ मलाई यही नै लाग्यो। अब यो कोर्स चाहिँ 70 घन्टाको छ होइन। सबै कम्प्लिट गर्नुपर्ने प्रेसर पनि लिनु पर्दैन होइन। सबै कम्प्लिट गर्नु प्रेसर लिनु पर्दैन, सिक्दै जाने हो बिस्तारै बिस्तारै। अब यो कोर्सको लिङ्क चाहिँ डिस्क्रिप्सन र पिन कमेन्ट दुइटैमा छ है। कम्प्युटर नेटवर्किङको चाहिँ मैले धेरै बुक्सहरू ट्राई गरेँ होइन। चाहे त्यो डगलग सी कुमरको बुक होस् या फरोजानको होस् होइन। त्यो मध्ये मलाई बेस्ट चाहिँ यो लाग्यो है, कम्प्युटर नेटवर्किङ टप डाउन एप्रोच बाई कुरोज एन्ड रस है। अब यो चाहिँ दराजमा अभाइलेबल छ। दराजको बाइङ लिङ्क चाहिँ डिस्क्रिप्सन र पिन कमेन्टमा छ है। अनि कोर्सेस चाहिँ टेक्स्ट बुक नेटवर्किङ भनेको जस्तो हाम्रो जुन यो कलेज नेटवर्किङ हुन्छ यसको कोर्सेसहरू चाहिँ खासै पाउँदैन होइन। मोस्ट कोर्सेसहरू चाहिँ सिसिएनए ओरिएन्टेड हुन्छ। र सिसिएनएको प्रब्लम चाहिँ के छ भन्दाखेरि अलिकति मलाई चाहिँ सुपरफिसियल लाग्छ। सबनेटिङ बाहेक चाहिँ तिनीहरूले खासै के सिकाए हुन्छ जस्तो पनि लाग्दैन कि। सो यो बुकबाट टपिकहरू पढ्ने अनि कन्फ्युज भयो भने फेरि पढ्ने, अनि अझै कन्फ्युज भयो भने चाहिँ युट्युबमा भिडियोहरू हेर्नु होला है। ओएसको लागि चाहिँ यो बेस्ट बुक चाहिँ यो वाला बुक हो है, ओपरेटिङ सिस्टम कन्सेप्ट्स, यो ग्याल्भिनको डाइनोसोर बुक हो होइन। यो ओएस भनेको चाहिँ अलि इन्ट्रेस्टिङ सब्जेक्ट हो। जतिचोटि पढ्यो त्यतिचोटि नयाँ कुरा थाहा भइरहन्छ है। अब डाटाबेस भनेको चाहिँ यो फिल्डमा चाहिँ दोहोरो पैसा छ, सत्य कुरा हो होइन। डाटाबेस फन्डामेन्टल सिक्नलाई चाहिँ मेरो रेकमेन्डेसन चाहिँ यो कोनोली बेकको डाटाबेस सिस्टम्स अफ प्र्याक्टिकल एप्रोच डिजाइन इम्प्लिमेन्टेसन एन्ड म्यानेजमेन्ट भन्ने बुक हो होइन। यो बुक चाहिँ मैले एकता बुक्सबाट किने हो, तर अहिले चाहिँ यो बुक नेपालमा नपाइन पनि सक्छ। अब प्र्याक्टिकली डाटाबेस सिक्नको लागि बेस्ट भनेको चाहिँ पोस्टग्रेसक्युएल अर ओराकल एसक्युएल हो। युजुअली सबै फाइनेन्स, ब्याङ्किङ, इन्सुरेन्स अथवा गभर्मेन्ट कम्पनीजहरू सबै चाहिँ ओराकलमै हुन्छन्। डाटा स्ट्रक्चर्स एन्ड अल्गोरिदम्सको लागि चाहिँ पहिला प्रोग्रामिङको फन्डामेन्टल राम्रो हुनुपर्छ। म चाहिँ हाम्रो कलेजमा चाहिँ C++हरू पढेर हुन्छ, तर पनि म चाहिँ जाभा रेकमेन्ड गर्छु होइन। जाभा सिक्दा बेस्ट बुक चाहिँ मलाई यो ड्यानियल लियाङको इन्ट्रोडक्सन टु जाभा प्रोग्रामिङ कम्प्रिहेन्सिभ भर्सन, अहिले यसको 11th एडिसन पनि आइसक्यो होइन। यो बुक लाग्यो। डिएसएको लागि चाहिँ मैले धेरै किताबहरू किने, जस्तो लिपस्कचको होस् या टेनबाउमको होस् होइन, अरू पनि के किने। बट बुकले भन्दा पनि मलाई चाहिँ एउटा उडेमी कोर्स चाहिँ धेरै हेल्प गर्यो। त्यो कोर्स चाहिँ सिद मोयुद्दिनको डिएसए इन जाभा कोर्स हो। त्यसमा चाहिँ सबै कन्सेप्टहरू चाहिँ जाभामा इम्प्लिमेन्ट गरेरै सिकाएको छ है। त्यसको लिङ्क चाहिँ डिस्क्रिप्सन र पिन कमेन्टमा छ। सिओए सिक्नलाई बेस्ट बुक भनेको चाहिँ यो जेपीआइएसको सिओए बुक हो होइन। तर यो बुक मात्र भएर चाहिँ काफी हुँदैन, अरू बुकहरू पनि पिडिएफहरू राखिरहनुपर्छ। अनि यो बुकमा अलिकति डिफ्रेन्ट पर्सपेक्टिभ दिएको छ कि, भनेको अरू बुक जस्तो छैन कि अलिकति प्र्याक्टिकल भन्ने के हो भने अलिकति फरक ओरिएन्टेसनमा लेखिएको किताब हो। यो पुरानो बुक हो, सो यसमा देखाएको प्र्याक्टिकल सिनारियोजहरू चाहिँ अहिले एप्लिकेबल नहोला, तर पनि यो बुक चाहिँ मलाई एकदम मन पर्यो। डिस्ट्रिब्युटेड सिस्टम्सको लागि चाहिँ बेस्ट बुक भनेको चाहिँ कोलोरिस एतालको यो कन्सेप्ट एन्ड डिजाइनवाला बुक छ, डिस्ट्रिब्युटेड सिस्टम कन्सेप्ट एन्ड डिजाइन। यो बुक चाहिँ मलाई बेस्ट लाग्यो होइन। अब यो बुकलाई अलिकति गाह्रो तरिकाले लेखेको छ होइन। यसलाई सप्लिमेन्ट गर्नलाई चाहिँ पिके सिन्हाको डिस्ट्रिब्युटेड अपरेटिङ सिस्टम हुन्छ होइन, युट्युब लेक्चरहरू हुन्छ, अनि डिजाइनिङ डाटा इन्टेन्सिभ एप्लिकेसन हुन्छ, डाटाबेस इन्टर्नल्स भन्ने किताब छ त्यो हुन्छ, सबै युज गर्न सकिन्छ है।